बाहिरको यस्तो व्यवसायदेखि लिएर बाहिर यानटेन यता केही पनि थाहा थिएन। यो अहिलेको समयमा पहिलाको समयमा भन्दा अहिले आकाश पाताल 100% नै फरक चेन्ज भइरहेको छ। नमस्कार, म उतिमा जुगजाली। घर चाहिँ म्याग्दी देवीस्थान 5, हाल चाहिँ बस्ने चाहिँ यहाँ बागलुङ गोल्डन गेट 2 मा। म चाहिँ यो म्याग्दीबाट आएको पनि 6-7 वर्षै भयो। मेरो फ्यामिलीमा चाहिँ मेरो ससुरा बुवा हुनुहुन्छ 82 वर्षको, अनि बाबु छ 22 वर्षको अहिले, अनि नानी छ 16 वर्षको। हामी 4 जना फ्यामिली छौँ। हामी बागलुङमा चाहिँ व्यवसाय नै सुरु गरेर बसिरहेको छ। म विशेष गरेर गृहिणी हो। त्यही हो, घरमा खेतीपातीदेखि लिएर बालबच्चा स्याहार सुसार स्कुल पठाउनेदेखि लिएर खेतीपाती, त्यही हो घरमा काम, त्यही थियो पहिला। विगत 64 सालदेखि नै मेरो महिनावारी गरबरदेखि लिएर महिनावारी गरबर हुँदै जाँदासी पाठेघरमा मासु पलाउने पाठेघरको समस्या देखिँदै जाँदासी बायाँ साइडको ब्रेस्टमा पनि प्रब्लम देखिएको हो। म चाहिँ लगभग 64 सालमा त सिम्टम देखेको सानोतिनो नर्मली पोखरातिरको फेवासिटी चराको हस्पिटलमा चेक गराइरहेको अवस्थामा चाहिँ प्रब्लमहरू जति चेक गऱ्यो, जति हस्पिटल गयो, त्यति नै रोगहरू बढ्दै जाने भएको कारणले गर्दा चाहिँ लगभग 66 सालदेखि अलि गम्भीर टाइपकै अलि बढाउँदै लग्यो। अनि त्यसपछि महिनावारी थप्पै नभइदिने, अनि हस्पिटल गएर क्युरेट गरेर निकाल्नु पर्ने त्यो ब्लडहरू चाहिँ त्यस्तै गर्दासी यो महिलाहरूको पाठेघरमा क्युरेट गर्दासी सबै उसहरूले टच गर्दासी त्यसमा घाउ भयो, प्लस मासु पलायो। त्यसले गर्दा बडी नै ठुलो रोग निम्तायो मलाई चाहिँ। यो अहिले आएर म बुझ्ने गर्छु कि यो महिलाहरूले चाहिँ क्युरेट चाहिँ सकेसम्म नगर्ने जानकारी दिन्छु। किनभने क्युरेट गर्ने अवस्थामा महिनावारी भएन, रोक्यो, अनि चेक गर्न गयो, ब्लडभित्रै जाम भयो भनेर विभिन्न जाति सामानहरू राखेर निकाल्ने प्रविधिले गर्दा मेरो पाठेघर धेरै बिगारिदियो। बिगार्दै गर्दासी पछि गर्दासी क्यान्सर देखाइदियो। 1 किस्ती पुगिसकेको रहेछ। 2 चोटि त मैले पाठेघरको मासु काटेर फाल्ने भनेर नै अपरेसन गरेँ। 2 चोटि अपरेसन गर्यो। त्यही अपरेसन बिग्रेर नै मेरो भित्र पाकेर पाठेघरको क्यान्सर 1 किस्ती गइसकेको थियो। अनि त्यो गर्दा फेरि ब्रेस्टमा प्रब्लम देख्यो, गाँठागुठीहरू आउने, अनि निप्पनहरू चाहिँ बन्द हुने। बच्चा सानो थिइन्, मेरो 66 सालमा जन्मेको मेरो छोरी चाहिँ। छोरी जन्मिसकेपछि धेरै बच्चालाई दुध खुवाउनु पर्ने, धेरै पीडा भयो। अनि रोगले चाप्दै गयो, पलाउँदै गयो, सुत्केरी मान्छे, अपरेसनहरू धेरै गर्नुपर्ने। गर्दा फेरि ब्रेस्टको चाहिँ मेमियोग्राफी बढी गर्नुपर्ने। अब क्यान्सर कुनै स्थितिमा चाहिँ क्यान्सरै हो। अहिले मैले चाहिँ यो अहिले आएर बुझ्दा उ बेला त थाहा भएन। अहिले आएर बुझ्दै जाँदासी यो लापरवाही र यो धेरै औषधि खाइराख्ने, अनि त्यसैको मैले भरतपुरमा जाँदासी चाहिँ बढी औषधिको सेवनदेखि लिएर अनि मेमियोग्राफी पनि असुरक्षित ढङ्गले गर्दासी यो निम्त्यो सुत्केरी अवस्थाको ज्यानमा भन्ने कुरो चाहिँ मैले पाएँ। अहिले मैले बुझ्दै जान पनि यो धेरै औषधिको साइड इफेक्ट अनि अलिकति लापरवाहीले गर्दासी समस्या त्यहाँ निस्कियो भन्ने कुरा चाहिँ प्रमाणित पर्छ। म चाहिँ ब्रेस्टको क्यान्सर छ भन्ने कुरा चाहिँ मैले 77 सालमा त्यो तलको त पाठेघरको समस्या त 1 किस्तीको क्यान्सर पहिल्यैदेखि थाहा थियो। 66 सालदेखि नै भइसकेको हो। त्यसको ट्रिटमेन्ट गरेर राखेको थिएँ। मैले चाहिँ खाने किमो अनि सेकाइहरू गरिराखेको अवस्थामा गर्दै सेकाइहरू अनि किमो खाँदै जाँदासी त्यहाँ पनि समस्या निस्केर त्यहाँ पनि मेमियोग्राफी गर्ने अनि ब्लडहरू चेक गर्ने, त्यहाँको पानी निकालेर चेक गर्दासी त्यहाँ पनि क्यान्सरकै सङ्ख्या देखियो। 66 सालमा बाट हुँदै जाँदासी 77 सालमा चाहिँ ब्रेस्टमा पनि देखाइदिएको। अनि त्यसपछि सेकाइ गर्यो, मेमियोग्राफीहरू गर्ने, एकदमै पीडा। अनि यसै त रोगले गलेको मान्छे, त्यही मान्छे अब सुईबाट पानीहरू चेक गर्ने भन्दै निकाल्दै गर्दासी धेरै पीडा भयो। यो मेमियोग्राफी गर्दा अनि
पानीहरू निकाल्दा यो लापरवाहीले गर्दा चाहिँ मलाई धेरै पीडा भएर म पीडा सहन नसकेर हस्पिटलमै लफडा गरेर कुर्सीहरू फुटाउनेदेखि लिएर सबै लफडा पनि गरेँ, किनभने आफूलाई पीडा धेरै छ। अब एकचोटि त्यत्रो सुईबाट पानी तानेछ, फेरि रिपोर्ट राम्रो आएन भने फेरि तान्न खोज्छ, त्यहाँ त फेरि तान्यो, फेरि रिपोर्ट राम्रो आएन भन्छ, फेरि गर्छ, गर्दा चाहिँ मलाई एकदमै धेरै पीडा सकेको मान्छे म। धेरै क्यान्सर लागिसकेपछि मान्छे छिटै मर्छन्, आयो धेरै हुन्न 3 देखि 4 वर्ष, फेरि सानै उमेर अनि सुत्किरी अवस्थाबाटै बिग्रिँदै गएको भन्ने चाहिँ मलाई भन्नुहुन्थ्यो। नानी बाबु साना थिए, म चाहिँ त्यतिखेर 22-23 वर्षको थिएँ। नानी बाबु साना थिए। अब आफ्नो क्यान्सरले ग्रसित हुँदै जाँदा अब मेरो नानी बाबुहरू हुर्किँदै थिए, मेरो चाहिँ आयु घट्दै थियो त्यति बेलाको अवस्थामा त रुन लाग्थ्यो सर। जस्तै बेलुकी परेपछि सर नानी बाबुहरू सुतिरहेको हुन्थ्यो, आज रात काटिसक्यो, भोलि त मेरो एक दिन आयो गर्थ्यो। त्यस्तो अवस्थामा त लड्दै आएको कि सर म चाहिँ। अहिलेको अवस्था हेरेर मेरो विगतको कुराहरू मेरो म धेरै रुच्छु, तर म कस्तो भन्ने चाहिँ यो विगतको कुराहरूलाई धेरै पछाडि छोड्ने नसम्झ्यो भन्ने अवस्था त छ, तर पनि बेला बेलामा बसेको चाहिँ लाग्छ, त्यो चाहिँ रुन मन लाग्छ भनेर साध्यै छैन सर। अब मेडिकल भाषा छुट्टै हुन्छ, हाम्रो नेचुरल प्राकृतिक भनेको हाम्रो शरीर त जन्मजात प्राकृतिक नेचुरल खाएरै हुर्केको मान्छे, कुरा मिल्दैन। अब त्यतिखेर त अब यो गरेपछि यो हुन्छ, अब यो गरेनस् भने यो हुन्छ, अनि अब जस्तै किमो चलाएनस् भने क्यान्सर फैलिँदै जान्छ, 4 वर्ष आयो तोक्डेको मान्छे घट्दै जान्छ भन्ने अवस्था हुन्थ्यो, डर लाग्थ्यो। जसरी बाँच्नु थियो मलाई त, नानी बाबुलाई संसार देखाउनु थियो, उनीहरूको भविष्य बनाउनु थियो नि त मेरो त। अब किमो चलाउनु पर्छ अनि दिन हामी सधैँ नानी बाबुहरूले के भन्थ्यो भने महिना मर्दै अनि 25-26 लाग्यो भने मम्मीको हस्पिटल जाने दिन है भोलि भन्नुहुन्थ्यो, भन्थ्यो नानी बाबुहरूले। चाहिँ छोरी चाहिँ म काखमा भरतपुर क्यान्सर हस्पिटल जाँदा हुर्काइसकेको, अहिले 16 वर्ष पुरा पुगेर 17को लागि मैले नानी हस्पिटलमै हुर्काएको सानो छोरी। मैले त लगभग 10 वर्षसम्म त किमो खाने किमो र सेकाइ प्लस भएर रेगुलर फलोअपमा चाहिँ गइराख्नु पर्थ्यो, महिनै पछि जानु पर्थ्यो। अब किमो चलाइसकेपछि अब यो सेकाइहरू गरिसकेपछि क्यान्सरको सेल त त्यो टोटल्ली शरीरबाट क्लियर हुँदैन, त्यसलाई दबाउने मात्रै हो किमो, टोटल्ली क्लियर चाहिँ भएन। यो ऊ चाहिँ औषधि चाहिँ रेगुलर चलाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुहुन्छ, फलोअपमा आइराख्नु पर्छ, अहिले ठिकै छ, अब महिनै पछि फलोअपमा आउनु पर्छ भने त मेरो त त्यो त आजीवन जिन्दगीभरि नै फलोअपमै जानुपर्ने अवस्था हुन्थ्यो। कम्तीमा भरतपुर जान होला 15-20 हजार त खर्च हुन्थ्यो। अब होटलमा बस्छ खाऊ अस्पतालमा होइन, अब औषधि महिनै पछिको थप्नु पर्ने गर्दा चाहिँ 25-30 हजार महिनामा रेगुलर जान्थ्यो आय स्रोत नै। अब मान्छे पनि सकिने, अलिअलि भएको पनि सकिसकेपछि भोलि बिहान मेरो नानी बाबुको भविष्य कस्तो होला भन्ने धेरै चिन्ता थियो सर मलाई। अहिलेको अवस्था चाहिँ यो चाहिँ मेरो नयाँ जीवन हो। यो चाहिँ यो प्राकृतिक नेचुरल भन्ने त हामीले जन्मजातै थाहा भएको कुरा, प्लस यस्तो नेचुरल टाइपको सप्लिमेन्टहरू पाइन्छ, खान पाइन्छ र जीवन पाइन्छ भन्ने हामी कल्पना पनि गरेको थिएनौँ। बेनीमा चाहिँ भिजन केसी सरको छोरा अर्जुन केसीले बाबुले यो सप्लिमेन्ट पसल राखेको सुने, अनि चाहिँ मेरो दिदी चाहिँ कञ्चन दिदी, मेरो काइली दिदी हुनुहुन्छ, अहिले पर्सकलमा हुनुहुन्छ, उहाँले चाहिँ यो सप्लिमेन्ट भन्नुहुन्छ धेरैजनाले धेरै राम्रो भयो, कस्तो खालको जुस आइटम छ, फेरि सबैले राम्रो भयो भन्छन्, तिमी पनि एकचोटि आएर चेक गर न त। म त्यतिखेर चाहिँ बेरेस काटेर फाल्ने भनेर मणिपालमा भरतपुरबाट रिफर गरेर मणिपालमा फाल्ने भनेर टिकट लिएर 12 बजीको अपरेसन थियो मेरो। मेरो मामाहरू मेरो बहिनीहरू चाहिँ
मेरो साथीहरू चाहिँ त्यहाँ कुरुवा बस्ने भनेर लगेर गएर लिएर बसेको बेलामा दिदीले एकचोटि आयुर्वेदिक डक्टर पनि आउँदै हुनुहुन्छ काठमाडौँबाट अनि यहाँ धेरैजनाले राम्रो रिजल्ट आयो राम्रो रहेछ भन्ने कुरा सुनि एकचोटि हामीले यहाँ विचार गर्ने त त्यो अपरेसनलाई डेट फिक्स नगरौँ अहिले नगरौँ अब 12 बजे गर्ने भनेको मेरो चाहिँ यो क्यान्सल भयो अब गरे 1 हप्तापछि गर्ने भनेर आउनु त भनेर मैले त्यहाँ सारेर अनि त्यही 12 बजेको क्यान्सल गरेर ट्याक्सी लिएर म यहाँ बेनी आएँ नेचुरल फुड सप्लिमेन्ट भन्ने पसल रहेछ मैले देखेको थिएन पहिला अनि त्यहाँ गएँ डाक्टर सवारी शाह आउनुभएको रहेछ काठमाडौँदेखि अनि धेरैजनाको हुल थियो त्यसमा पनि म त नानी बाबुहरू साना छन् मलाई अलि पहिला पालो दिनुहोस् न भनेर सबै हस्पिटलको रिपोर्टहरू बोकेर गएँ अनि सवारी शाहले चेक गर्नुभयो क्लियर त छैन सप्लिमेन्ट औषधि चलाइराख्नु भएको रहेछ चलाइराख्नु पर्छ भनेको होला डक्टरले यहाँको सप्लिमेन्ट चलाउनु भयो भने तपाईँ अझ टोटली क्लियर हुनुहुन्छ भन्ने सल्लाह पनि दिनुभयो अनि त्यहाँबाट मैले 77को लास्टमा 77 साल 8 महिनाबाट मैले यो सप्लिमेन्ट खान सुरु गरेको छ अनि भिजन केसी सरले चाहिँ अरू सबै सप्लिमेन्टहरू मिलाएर दिनुभयो मैले रेगुलर खाँदै गएँ खाँदै जाँदाखेरि चाहिँ मलाई अलिकति एनर्जी आएको जस्तै दुखाइहरू कम अनि एकदमै हल्का फिल गरे जस्तो महसुस भयो 2 हप्तादेखि अनि अब त बाँच्छु कि आयो पर्छ कि जस्तो पनि मलाई महसुस भयो अनि नानी बाबुहरूलाई मलाई केही हुँदैन नानी बाबु म ढुक्क छु अब बाँच्छु भन्ने सान्त्वना चाहिँ दिन्थेँ नानी बाबुलाई पनि कन्सेप्ट पसिसकेको थियो र मम्मी आयो गर्दैछ भन्ने कुरो त्यस्तै गर्दै खाँदै जाँदा 3 महिनामा लगभग धेरै हल्का भयो मेरो अनि त्यसपछि फेरि भरतपुरै गएँ चेक गर्न सुधार हुँदैछ राम्रै छ औषधि घटाइदिन्छु भन्ने कुरा भन्नुभयो अनि हुन्छ सर भने अब खाना त खाएन ल्याउन त ल्याएँ अनि मैले यता सप्लिमेन्ट खान सुरु गरिसकेपछि मेरो ती धेरै फाइलहरू थिए ती बाक्लो फाइलहरू थियो मलाई एकदमै त्यो देखेपछि मन छुन्थ्यो अनि विगतका कुराहरू याद आउँथ्यो र म त्यसलाई चाहिँ त्यो सप्लिमेन्ट खान सुरु गरेपछि जे पर्ला अब बाँचे सप्लिमेन्टले बचाउँछ मारे नि यसैले मार्छ भन्ने हिसाबले म सबै जलाइदिएँ केही राखेन अनि त्यसपछि खाँदै जान 6 महिनामा जाँदा चाहिँ टोटली मेरो क्यान्सर चाहिँ लगभग सकिसकेको थिएन अनि होल बडी चेक गरेँ फेरि वहीँ गएर अनि राम्रो भयो नि हजुरलाई त औषधिले पनि राम्रो काम गर भन्नुहुन्थ्यो औषधिले काम गरे कि केले काम गरे त्यो मलाई थाहा छ सर धन्यवाद हजुरहरूलाई नि यत्रो वर्ष हेर्नुभयो यत्रो वर्ष डिस्कस गर्यो भनेर भने गर्दै जान 6 महिनामा लगभग राम्रो भयो मैले चाहिँ अहिलेको अवस्थामा चाहिँ नयाँ जीवन पाएको अहिले त सबै ठिक छ मैले 1 वर्षमा होल बडी चेक गर्छु त्यस्तो केही छैन सिम्पटम सहित केही पनि देखाउँदैन अहिले स्वस्थ छु नयाँ जीवन पाछु राम्रो छ यो मलाई जन्माउने आमा जस्तै लाग्छ सप्लिमेन्ट त आमाले जन्माएर संसार देखाइदिने भयो यसले जीवन दियो त्यस्तो लाग्छ मलाई चाहिँ आमासँग डाट्न त सकिँदैन तर आमा जस्तो चाहिँ लाग्छ मलाई अनि यो सप्लिमेन्ट ल्याउनु भने यो सेफाइल प्रणालीका यो जति पनि हुनुहुन्छ नि धेरै राम्रो मेरो अभिभावक मलाई नयाँ जीवन दिने देखि लिएर एकदमै सम्झन्छु उहाँहरूलाई चाहिँ धन्यवाद दिइरहेको छु बिहानको सुरुवात पनि एकदमै स्वस्थ छ अहिले राम्रो छ बिहान टक्क उठ्छु अनि 1 घन्टा जति एक्सर्साइज गर्छु अनि ग्रिन टीहरू खान्छु मेरै सप्लिमेन्टहरू टक्क बिहानमा खान्छु अनि अफिसमा बस्छु खानपिन त मैले टोटली सुधारेछ टोटली सुधार्नै पर्छ यो सप्लिमेन्टमा मात्र बल गरेर हुँदैन हजुर खानपिन त धेरै सुधार गर्नुपर्छ किनभने चिनीलाई बहिष्कार गर्ने मैदा जन्नेलाई बहिष्कार गरेँ मैले अनि रिफाइन ओइलदेखि लिएर जङ्क फुड बहिष्कार गरेँ अनि मासुहरू तिनीहरूलाई मैले चाहिँ टोटली ब्यान गरेँ अर्ग्यानिक गाउँतिर उत्पादन भएको कोदो मकै फापर जौ होइन अनि गेरागुरीहरू अनि सिजन अनुसारको फलफुल त्यस्तो सबै मैले चाहिँ नै गरेको यो नगरी त सम्भव पनि छैन अब जे पाइ त्यही खाने सप्लिमेन्ट पनि खाने गरे त फाइदा त छैन किनभने हाम्रो नेचुरल शरीरलाई नेचुरल ढङ्गले नै लानुपर्छ भन्ने मेरो चाहिँ त्यो अनुभव चाहिँ मसँग राम्रो छ
आयो अब फेरि केही गुनासो पोख्ने हो, अब पैसा सापत्ती माग्ने हो कि केही गुनासो सुनाउने भन्ने मान्छेहरू हुन्थे। सबै आफन्तहरू तारिएको अवस्था पनि हो त्यतिखेर। अब एकचोटि भयो सहयोग गर्छ, सधैँभरि सहयोग गर्ने कुरो पनि हुँदैन। त्यो बेलाको आफन्त, त्यो बेलाको अवस्था अब अहिलेमा धेरै 100% नै डिफरेन्स छ। पहिला अब लुकेर हिँड्थ्यो भने अहिले बोलाउनु आफै आउँछ। कसरी ठिक भयो, यो साँच्चै यसैले ठिक भयो त भन्दै भन्छन्। अब मैले यसैले ठिक भएको, मैले नभए, मैले नपटाए, मैले आफैले सप्लिमेन्ट खुवाएको मान्छेहरूको मुखबाट सुन्नु न त। धेरै क्यान्सर पीडितहरू, युरिक एसिडबाट, फोक्सोको क्यान्सर, पाथेघरको क्यान्सर, धेरैहरूलाई सप्लिमेन्ट खुवाएको छु, धेरै राम्रो भएका छन्। कतिपयले बुझ्ने मान्छेले हाम्रो नेचुरल हर्मोनमा त बनेको छ अरे हो, अर्ग्यानिक नेचुरलले नै राम्रो गर्छ भन्ने बुझ्ने मान्छेहरू चाहिँ हो, यो राम्रो चिज भेटाएर राम्रो खाएर चाहिँ राम्रो जीवन पाएस् भन्ने कुरो राम्रो 100%ले नै विश्वास गर्छ। जसले खान्छ त्यसले चाहिँ नयाँ जीवन पाएको पनि छ, विश्वास पनि गर्छ। धेरैजना आउँछन्, पहिला त्यस्तो मान्छे अहिले यस्तो भएको छ, 40 किलोको मान्छे अहिले 80 किलो पुगेको छ, राम्रो भइरहेछ, हस्पिटल हिँडेको पनि देखिँदैन, अहिले क्लियर भएछ, त्यो के हो अब भनेर सोधपुछ गर्न धेरैजना आउँछन्। मैले धेरैजनालाई चाहिँ ठाउँ देखाउने गर्छु र धेरैजना खुसी सप्लिमेन्ट युज गरेर खुसी पनि हुनुभएको छ। कोही चाहिँ युरिक एसिडबाटले हाई भएर हड्डीहरू भाँगिएका सुन्नेका त्यस्तो मान्छेहरू, कोही थाइरोइडले ग्रस्त भएको, कोही ब्लड क्यान्सर, कोही पाथेघरको क्यान्सर भएको देखि लिएर कोही आन्द्राको अल्सरबाट क्यान्सर भएको, भरतपुरबाटै फालेको बिरामी, मलाई पनि केही बाँच्ने आशा छ भनेर आशा लिएर आउनुभएकोलाई चाहिँ मैले उद्धार गर्न सक्छु। अब नानी बाबुहरूले चाहिँ पहिलाको अवस्था कस्तो थियो हामीलाई सबैले हेप्थे, अहिले हेप्ने बाटो छैन मम्मी, हामीसँग प्रशस्तै छ, हाम्रो सबभन्दा ठुलो सम्पत्ति हजुर बाँध्नुभयो, हजुर हुनुहुन्छ हाम्रो सबै सम्पत्ति भनेको हजुर हो, हामीलाई घर सम्पत्ति चाहिँदैन, हजुर राम्रो बात दिएपछि त्यही हो भन्छ नानी बाबुहरू। आशा नै त्यही हो। जति पनि यो मान्छेहरूले झारपात, यो फलफुलको रस भनेर भन्छन् नि, त्यसमा कति पावर छ भन्ने कुरो त खाने मान्छेलाई र त्यसले बुझेको मान्छेलाई मात्रै थाहा छ।